यो बटोलीमा तपाईँ मकै भनेको त जति बेला पनि पाइने, 12 महिना 12 मास दिनका दिन पाइने। अनि उसुनेर कति खानु, पोलेर पनि अर्काको घरमा कहाँ लगेर पोल्नु। अनि केटाकेटीले भने मकैको चटपटे हुन्छ मम्मी, चटपटे बनाउनु खाऊँ भने। ल त नि भनेर मैले पनि मकैलाई खोसलेर अनि 3 सिटी लगाइदिएँ। अनि 3 सिटीमा मकै पाकिसकेको छ। अनि सबै मकैलाई यसरी छोडाएँ। अनि यो सान्दाको लागि प्याज काटेँ, अनि टमाटर काटेँ, हरियो खुर्सानी काटेँ, गाजर काटेँ, अनि अमिलोको लागि कागती रेडी गरेँ। अब यो उसिनेको मकैमा प्याज राख्ने, गाजर राख्ने, हरियो खुर्सानी राख्ने, अनि टमाटर पनि राखिदिने। अनि यो चाहिँ मैले बिरे नुन राखेँ, अनि चाट मसला राखेँ। त्यसपछि कागती निचारेँ अमिलोको लागि। अनि यी सबै सामग्रीहरू राखिसकेपछि प्राय मैले जेमा पनि धनिया चाहिँ त्यति प्रयोग गर्दिनँ। हाम्रा केटाकेटीले फेरि धनिया चाहिँ रुचाउँदैनन्। यति मजाको यति मिठो भएको छ। अब चटपटे भनेर भुजाको मात्रै हुँदो रहेनछ, मकैको पनि मजाले चटपटे बन्दो